पन्तको खेल मुभी रिलिज हुनु पायो हैन मुभी फलो भयो कुन फिल्म लागेछ अहिले अनि पिताम्बर पिताम्बर खेल भन्ने फिल्म लागेको छैन हिजो पनि लागेन कि मान्छे नआएर लागेको कि मान्छे नभए अब लाग्दैन त्यसो भए के भएको आजकलको एक्ट्रेसहरुलाई खासमा इन्टरभ्यु भनेको त मुभीलाई कसरी हिट गराउन सकिन्छ भनेर दिने हैन र तर यहाँ इन्टरभ्यु भनेको त मुभीलाई कसरी फलो गराउन सकिन्छ भनेर दिए जस्तो लागिरहेछ है मलाई त अभिनेत्री सुरक्षा पन्त तानिन विवादमा अनि हाम्रो सुरक्षा पन्तले चाहिँ मुभी रिलिज हुनुभन्दा एक हप्ता अगाडि चाहिँ एउटा इन्टरभ्यु दिनुभएको थियो हाम्रो देशको एउटा सामान्य व्यक्ति हुनुहुन्छ मलाई त उहाँको फेसमा कुनै मोह छ जस्तै लाग्दैन दाइ उहाँ आफू इन्ट्रेस्टेड हो कि अरू कोही इन्ट्रेस्टेड छ र उहाँलाई प्रयोग गरिरहेछ जस्तो पनि लाग्छ मलाई त आई डोन्ट नो है अब मलाई त फिलिङ आउँछ त्यस्तो कि एउटा ठुलो अर्गनाइजेसन इन्भल्भ छ यसमा सरी टु से हाम्रो राजाको नातिको बारेमा उहाँले अलि हेपेर बोल्नु भएको थियो पारसको छोरा हैन हृदय हो नि भविष्यमा कुन रूपमा उहाँलाई हेर्न चाहनुहुन्छ ल भन्नुस् आउनुस् फिल्म इन्डस्ट्रीमा राम्रो हुनुहुन्छ लुक्सहरु राम्रो छ आई होप अभिनय पनि सक्नुहुन्छ होला कुनै आर्टतिर लाग्नु भयो भने दामी हुन्छ सिनेमा क्षेत्रमा कतै चाहिँ उहाँको बारेमा कुनै राजनीतिक कर्मीहरूले चाहिँ उहाँलाई राजा बनाए हुन्छ भन्ने सम्मको अभिव्यक्ति मैले कहीँ पढेको थिएँ ए ओके अब त्यो त राजा त अब राजा बनाउने भन्ने व्यवस्था त हामीले कहाँ स्वीकारेकै छैन कस्तो राजा बनाए हुन्छ त्यो त भन्न सकिन्न फिल्म उद्योगमा चाहिँ भविष्य उज्जवल छ फिल्म उद्योगमा अब उहाँ केमा रुचि राख्नुहुन्छ हैन उहाँ आई थिंक प्राय जस्तो पहिलाको राज परिवारहरु चाहिँ स्पोर्ट्समा बढी रुचि राखेको मैले थाहा पाएको छु मेबी कुनै स्पोर्ट्समा पनि इन्भल्भ हुन सक्नुहुन्छ सिनेमा क्षेत्रमा हिरो भएर आउनु भए चाहिँ हिरोइनको रूपमा खेल्ने मलाई के भन्नु मन हैन म भन्दा त निकै कान्छो होला नि तर सुन्छ धेरै जनासँग राम्रो जोडी देख्छ उहाँको अभिनय चाहिँ आउनु पर्यो यतिकै त कसले एक्सेप्ट गर्छ र अनि मान्छेहरु भड्केको छन् बहिष्कार गर्नु भनेको छन् टिकटिकतिर पुरा गाली गरिरहेको छन् ए खतरा भइरहेको छ उहाँलाई पुरा बहिष्कार वाला खाइरहेछ के गर्छौ त अब हैन जनताले अब बहिष्कार कार्यक्रम चलाइ नै सके रहेछन् ल अब गरी खाऊ तिम्रो पनि फिल्म राम्रै हुने भयो फिल्म क्षेत्रमा पनि सुरक्षा बन्द घटिया लाग्यो मलाई साच्चै नै घटिया लाग्यो किन त्यस्तो एउटा कलाकारले त्यसरी भन्दिन हुँदैन के त्यसलाई भेट्न पाएदेखि हैन झ्याप्प पठाला समाएर हैन चढाङ्गाला मान्न मन लागिरहेछ मलाई राजावादीहरु तपाईमाथि भड्किराछन् के भन्नुहुन्छ नो कमेन्ट्स नो पोलिटिकल क्वेशन्स त्यसमा मजाले खुलेर बोल्नु भएको थियो त अहिले नखुलौँ नो पोलिटिकल क्वेशन्स प्लिज लाइक किन त्यो डराउनु भयो अनि हाम्रो दिलीप रायमाझीको छोरीसँग खै उहाँको के दुश्मनी हो कहीं कतै तपाईलाई कुनै सञ्चारकर्मीले दिव्याको बारेमा प्रतिक्रिया लिन खोज्दाखेरि अरु पनि धेरै कलाकार छन् भनेर त्यतातिर जाँदै नभइकन स्मार्ट मुभ बताइन्छ स्मार्ट मुभ भन्छ यो कता कता जाने नजाने उहाँहरुकै बारेमा प्रश्न सोध्ने उहाँहरुकै इन्डाइरेक्टली अब म पिताम्बरमा काम गरे हैन आफ्नो मेहनत आफूलाई थाहा छ आफू खटेको आफूलाई थाहा छ कुन हदसम्म काम गरियो भनेर घुमाइ फेरि मेन एक्टरकै बारेमा प्रश्न सोधिरहेछ तपाईलाई उहाँसँग काम गर्न कस्तो लाग्यो उहाँसँग काम गर्न कस्तो लाग्यो मेरो बारेमा सोध न भने जस्तो फिलिङ आयो क्या त्यहाँ त अनि एउटा पोइन्टमा चाहिँ मैले जानी कटाक्ष हानेको नै हो कसैले उहाँको बारेमा सोध्दाखेरि चाहिँ उहाँको बारेमा यदि म एकदमै मेस्मराइज उहाँको काम देखेर अति नै प्रभावित भएको भए त दाइ नसोधे पनि भन्थ्यो होला हैन तर अब उहाँको काममा ओके लागेको थियो त्यो फिल्ममा अझ बेटर गर्न सक्नुहुन्छ भन्ने भएको थियो त्यही भएर त्यो उहाँकै बारेमा सोध्दाखेरि चाहिँ म बिचकेर अलिकति इन्डाइरेक्टली घुमाउन खोजेको चाहिँ हुँदा होइन हल्का स्मार्ट मुभ भनौँ कि के भनौँ यसलाई त्यस्तो हुँदो रहेछ दाइ समष्टिमा समग्रमा अब शुभकामना भन्न चाहन्छु हैन अब जति जे भए पनि फाइनली आफ्नो कलाकारिताले नै अगाडि बढ्ने हो आफू यो क्षेत्रको लागि बनेको हो कि हैन भन्ने कुरा पनि थाहा हुन्छ थाहा भयो कि यदि म क्षेत्रको लागि बनेको हैन भन्ने चाहिँ प्लिज त्यो लेगेसीको नाममा चाहिँ जबरजस्ती नबस्नु होला अनि नेपोटिजमको बारेमा पनि उहाँले बोलिरहनु भएको छ नेपोटिजम त नेपोटिजमै हो त्यो हदसम्म नेपोटिजम खुलिसकेको छैन नेपालमा हैन अब सुरु हुन लाग्या जस्तो चाहिँ भइरहेछ फेरि हामी आफै पनि त्यसलाई सपोर्ट गरिरहेछौँ कि डिरेक्टली इन्डिरेक्टली हामी उहाँहरूसँगै काम गर्छौँ उहाँहरूको तारिफ गर्छौँ कहिलेकाहीँ मन परेन भने पनि तारिफ गरिरहेको हुन्छौँ हामी हैन अन्त हामी पनि कता कता त्यो राम्रो भयो नि नराम्रो भए पनि त्यो प्रेसरमा आइरहेको हुँदो रहेछौँ कि उहाँहरू चाहिँ स्टार किड हो उहाँहरूको बारेमा राम्रो बोल्नुपर्छ भन्ने एउटा अनकन्सियसली प्रेसरले गर्दाखेरि पनि हामी पनि कता कता नेपोटिजमलाई सपोर्ट गरेर जस्तो चाहिँ हुन्छ तर म
नहोस् भन्न चाहन्छु यो चाहिँ सपोर्ट गर्दाखेरि नराम्रै हुने भयो सपोर्ट गर्दा यस्तो नि त राम्रो हो भने राम्रो गर्न सक्छन् ट्यालेन्टेड छ भने चाहिँ उहाँहरूलाई खास नेपोटिजमको आवश्यकता पनि पर्दैन होइन आफ्नो ब्लड लाइनको आफ्नो लेगेसीको नाम भजाउँदै आउन जरुरी पनि छैन उहाँहरू एकदमै अर्कै वे एङ्गलबाट पनि आउन सक्नुहुन्छ होइन तर सबैजनाले इफ त्यही कुरालाई चाहिँ बढी ब्र्याग गर्नुहुन्छ हामी चाहिँ फलानाको छोरा छोरी हो अथवा मिडियालाई पनि एटलिस्ट कन्ट्रोल गर्न त सकिन्छ नि त प्लिज मलाई मेरो फलानो ढिस्काনোको छोरा छोरी भनेर डक्टर बन्छ भने समस्या छैन इन्जिनियरको छोरा इन्जिनियर बन्छ भने समस्या छैन कुनै किन समस्या छैन समस्या छ कुनै पण्डितको छोराले आफ्नो बाउ बाजेले गरेको पेसा पनि अगाल्दै फेरि उसले पनि पण्डिताइ नै गर्छ भने समस्या छैन नि तर यहाँ चाहिँ कतिपयको समस्या देख्छु म नेपोटिजम भयो आउनु हुँदैन थियो अब उहाँ आफै इच्छा राखेर आउनु भएको छ भने त आउनु हुँदैन थियो त कसरी भन्नु हुँदैन उहाँलाई इन्ट्रेस्टै छ म फिल्म नै गर्छु चाहिँ इन्डियाको कङ्गना राउत बन्न खोजिरहनु भएको छ हिरोले एउटा निर्देशकले मेरो सन्तानलाई फिल्म इन्डस्ट्रीमा ल्याउँछु फिल्म खेलाउँछु भनेर 10 वर्षसम्म एक्सन जिम मार्शल आर्ट गराउँछ सबै कुरा उसलाई विशेष गरी उसको 10 वर्षे जुन यात्रा छ त्यो यात्रामा फिल्म मात्रै पढाउँछ फिल्म मात्रै घोकाउँछ र फिल्ममा आउनुपर्छ भन्छ एउटा निर्देशकले आफ्नो छोरी वा आफ्नो सन्तानलाई तिमी फिल्म इन्डस्ट्रीमा आउनुपर्छ भनेर विदेशमा पढ्न पठाउँछ भने त्यसलाई हामीले स्वीकार नगर्ने भोलि सुरक्षा पन्तले आफ्नै सन्तान जन्माइसकेपछि पनि सिनेमा इन्डस्ट्रीमा ल्याउने बेलामा 10 चोटि सोध्छिन् कि होइन मेरो छोरा वा छोरी मेरो सन्तानले फिल्म इन्डस्ट्रीमा आउन चाहेका छन् भने मैले ल्याउनुपर्छ भनेर सोध्छिन् कि ओहो ल्याउनु हुँदैन त नेपोटिजम हुन्छ भनेर सोध्छिन् त्यसकारणले गर्दा नेपोटिजमको बहस नेपाली फिल्ममा नगर्दा राम्रो यो कुरा चाहिँ क्लियर कुरा हो अनि हाम्रो पुरानो कमेडियन नायक जय किशनले पनि उहाँलाई भक्कु गाली गर्नुभएको छ गल्लीमा हिँड्ने भुसिया कुकुरले पनि होइन यस्तो हरकत गर्दैन किन थाहा छ भुसिया कुकुरलाई पनि तिमीले गएर बिस्कुट एउटा खान्ने हो नि होइन सेकेन्ड दिन तिमी जाँदाखेरि पुच्छर हल्लाउँदै आउँछ क्या तर हाम्रो नेपालीहरू के भएको यस्तो उसलाई बौद्धिक भन्ने मान्छे को रहेछ त्यसको अनुहार हेर्नु बौद्धिक नायिका अरे अनि हृदयेन्द्र शाहको फोटो देखाउँछ त्यो पारसको छोरो होइन गर्छ पारस चाहिँ उसको एकदम लङ्गोटिया यार जस्तो क्या ए पारस के छ भन्ने टाइपको क्या के गरे क्या त्यो यस्तोलाई बौद्धिक भनिन्छ म चाहिँ मान्दिनँ यस्तालाई बौद्धिक उसले त होइन कयौँ निर्माता डुबाउने भयो अब अनि हृदयेन्द्र शाहलाई मान्छे ह्यान्डसम छ फिल्म खेल्दा हुन्छ भन्छ अनि फेरि अर्को एउटा डाइलग पनि हान्छ तर एक्टिङ आउनु पर्ने नत्र कसले लिन्छ अरे कतिले ऊ चाहिँ एक्टिङको महारथी जस्तो क्या हो होला राम्रो गर्ला त्यस्ता एक्टिङ होइन पुरा टुडो बनाएर खाइसकेको मान्छे हो हामी पनि अहिले पो फिल्म खेला छैन होला होइन आजकलका मान्छेहरू आजकलका नयाँ मान्छेहरू नयाँ त के भन्नु सुरक्षाजी नै पुरानै चामल हो होइन ढिला फिल्म लाइनमा आयो होला अनि हृदयेन्द्र शाहलाई एक्टिङ सिक्नु पर्छ नत्र कसले लिन्छ अरे कि हृदयेन्द्र शाह फिल्ममा के सुरक्षा पन्त चाहिँ नाच्न आउला भन्ने सोचेपछि कि के हो कुनै जिन्दगी त ढ्याप्पै भयो मेरो त्यो एउटा पोइन्ट म त के हो बाँच्दिनँ कि क्या हो भएको त्यो एउटा त उठ्छु त ला किन बाँचेछु ए भगवान What people are doing to Suraksha Panta is literally inhuman. I cannot even read comments under her pictures on social media. People are giving open rape threats to her. You wanna raise your daughter in this kind of society? You wanna raise your daughter here? तपाईले आफूले आफूलाई राजावादी भन्नुहुन्छ नि राजावादी I tell you, you are not राजावादी. You are extremist who cannot stand woman having her opinion. सुरक्षा पन्त केटा हो कि केटी हो त्यसो लिङ्गी पो हो कि भन्ने खालको प्रश्न गरेको कमेन्टहरू पोस्टहरू चाहिँ मैले आजकल धेरै देखिराखेको छु होइन जस्ट बिकज उहाँले चाहिँ कुनै एउटा सोमा चाहिँ पूर्व राजा ज्ञानेन्द्र शाह अनि उहाँको नाति र राज संस्थाको विषयमा चाहिँ के आफ्नो ओपिनियनहरू चाहिँ सेयर गर्नुभएको थियो होइन त्यही सेयर गरेको ओपिनियनहरू चाहिँ मान्छेहरूलाई मन नपरिसकेपछि चाहिँ उहाँहरूले चाहिँ सुरक्षा पन्तको चाहिँ जेन्डर आइडेन्टिफिकेसनमाथि चाहिँ प्रश्न उठाइराख्नु भएको छ कि उहाँको लुक्समाथि उहाँको एपिरियन्समाथि चाहिँ प्रश्नहरू उठाइराख्नु भएको छ केटा मान्छे हो कि केटी मान्छे हो कि यो के हो तेस्रो लिङ्गी हो कि भन्ने खालको प्रश्नहरू उठाएको धेरै देखिराखेको छु होइन कुनै एउटा मान्छेले आफ्नो ओपिनियनहरू सेयर गर्न पाउँछ क्या त्यो सेलिब्रिटी होस् चाहे त्यो जोसुकै होस् यो स्वतन्त्र देशमा चाहिँ हामीले आफ्नो ओपिनियनहरू चाहिँ सेयर गर्न पाउँछौँ कुराहरू राख्न पाउँछौँ र हामीले राखेको कुराहरू सबैलाई मनपर्छ भन्ने हुँदैन अनि सेलिब्रिटीले पनि राखेको कुराहरू सबैलाई मन पर्नुपर्छ भन्ने हुँदैन तपाईँहरूलाई जे मन पर्छ अरूलाई पनि त्यही मनपर्छ भन्ने कुरा हुँदैन तर तपाईँहरूलाई मन नपरेको कुरा कसैले भन्यो भन्दैमा अरूको जेन्डरको आइडेन्टिफिकेसनमाथि नै प्रश्न उठाउने अरूको एपिरियन्समाथि अरूको लुक्समाथि नै प्रश्न उठाउने भनेको कतिसम्मको जायज कुरा हो त होइन
एउटा मान्छेले आफ्नो ओपिनियन सेयर गरिसकेपछि अरू मान्छेले खण्डन गर्ने सही कुरा हो, ठिक कुरा हो, तपाईँले पाउनुहुन्छ। उहाँले बोलेको कुरालाई यो ठिक होइन भनेर कमेन्ट गर्न पाउनुहुन्छ, बोल्न पाउनुहुन्छ, लेख्न पाउनुहुन्छ। तर त्यो भन्दैमा त्यो बाहेकको अरू त्यो मान्छेको पर्सनली एट्याक गर्न चाहिँ पाइँदैन। कसैले आफूलाई मनपर्ने कुरा गरेको छ भने चाहिँ त्यो मान्छेले मान्छे मारेर आएको छ भने पनि त्यो मान्छेको पूजा गर्ने, अनि कसैले चाहिँ आफूलाई मन नपर्ने कुरा गर्यो तर त्यो मान्छेले चाहिँ राम्रै काम गरिरहेको छ भने चाहिँ त्यो मान्छेको जेन्डर आइडेन्टिफिकेसनसम्म प्रश्न गर्न पुग्ने भनेपछि कस्तोसम्म चाहिँ तपाईँहरू गिरिराख्नु भएको छ भन्ने कुरा चाहिँ तपाईँहरू आफूलाई आफ्नो आकलन चाहिँ आफै नै गर्नु होला होइन। अनि मान्छे सुन्दर चाहिँ आफ्नो मनबाट हुन्छ। जो मान्छे चाहिँ मनबाट राम्रो हुन्छ त्यो मान्छे चाहिँ बाहिरबाट पनि सुन्दर हुन्छ, सबैतिरबाट सुन्दर हुन्छ। जो मान्छे मनबाट कालो छ त्यो मान्छे कहिले पनि राम्रो र सुन्दर हुन सक्दैन। यो कुरा चाहिँ तपाईँहरू सबैजनाले चाहिँ बुझ्न जरुरी हुन्छ।